त्यसै गरी यसै मण्डलीका आदरणीय कस्तुरी आमा सबिना तामाङज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। कृपया गरी तपाईँ अगाडि आइदिनुहोस्। हामी त्यसै गरी आजको हाम्रो गेस्ट स्पिकरको रूपमा आउनुभएका क्यालगरी कोरियन ब्याप्टिस्ट चर्चका आदरणीय सिनियर पास्टर रेभरेन्ड किमज्यूलाई पनि म अगाडि आउन गर्दछु। त्यसै गरी क्यालगरी कोरियन ब्याप्टिस्ट चर्चका आदरणीय पास्टरनी आमा
युङ किमलाई पनि म अगाडि बोलाउन चाहन्छु। हुन्छ, त्यसै गरी हाम्रो बिचमा नेपालबाट चर्च गोर्खाका आदरणीय पास्टर बुवा ज्ञानबहादुर राणाज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। हुन्छ, त्यसै गरी होसाना चर्च गोर्खाका आदरणीय पास्टरनी आमा कृष्णमाया राणाज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। हुन्छ, त्यसै गरी सिएनसी मण्डलीका एडभाइजरको रूपमा साथै सल्लाहकारको रूपमा हामीलाई निरन्तर सल्लाह दिनुहुने आदरणीय व्यक्ति हाम्रो मिस्टर कर्मल भट्टराईज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। हुन्छ, हाम्रो बिचमा एकजना पाहुना आउनुभएको छ। त्यसै गरी हाम्रो बिचमा हामीले निमन्त्रणा गरेर आउनुभएका गेस्ट हाम्रो समुएल ली ज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। मिस्टर समुएल ली, नेपालीमा उहाँको नाम प्रकाश गुरुङ। त्यसै गरी उहाँको श्रीमती मिसेसलाई पनि म बोलाउन चाहन्छु, किनकि मैले नाम यहाँ टिप्न अलिक असमर्थ भएँ। कृपया चाहिँ तपाईँ अगाडि आइदिनुहोस्। उहाँलाई पनि हामी ताली लगाएर हामी हुन्छ, हामी यो समयमा अतिथि आसन ग्रहण तथा स्वागत कार्यक्रमलाई हामी राख्नेछौँ र बहिनीहरूलाई पनि हामी धेरै धेरै धन्यवाद म दिन चाहन्छु सहयोग गर्नुभएको लागि। केही पाहुनाहरू आउनुभएको छैन, यदि आउनुभयो भने हामी उहाँलाई हामी स्वागत गर्नेछौँ। जोकमाङ तामाङज्यूलाई म अगाडि बोलाउन चाहन्छु। उहाँले केही शब्दहरू भन्नुहुनेछ र बाँकी समय म उहाँलाई दिनेछु। यहाँहरूलाई फेरि पनि एकचोटि है प्रभु नाममा जय मसीह भन्न चाहन्छु र विशेष हाम्रो भाइलाई धन्यवाद है, उहाँले मलाई समय दिनुभयो र आजको दिन यो दिन चाहिँ म मेरो आफ्नो गवाईबाट म सुरु गर्न जाँदैछु। आज 16 तारिक नोभेम्बर हो। लास्ट इयर चाहिँ 16 तारिक चाहिँ सटरडे परेको थियो है 2024मा चाहिँ। त्यस बेलामा म यो दिनमा है मृत्युको छेउमा ढोकामा खड्काइरहेको थिएँ। साँच्चै नै त्यो अवस्था हुनु त म फ्राइडेमै मेरो श्रीमतीले मलाई भन्दै थियो तपाईँलाई हस्पिटल जानुपर्छ, काममै नजानुहोस् भनिरहेको थियो अलि अगाडि है। तर म मानिनँ। अनि मेरो ससुरालीहरूबाट पनि त्यो कुरा आयो जानुपर्छ ज्वाइँ, नत्र पनि मैले मानिनँ है। म अटेरी भएँ, बाइबल ल्याएर अटेरीले बेद पाउँछ हुन्छ नि हो। अनि म सटरडे त म त एकदमै मलाई निमोनियाले पुरै नै ग्रस्त पाइसकेको रहेछ है। म एकदमै अवस्था मेरो खराब भयो। अनि त्यो पनि मेरो श्रीमतीले मलाई भन्नुहुन्थ्यो तिमी तपाईँ जाउँ हस्पिटल म लान्छु, बोलाउँछु, एम्बुलेन्स बोलाउँ, नानीहरूलाई बोलाउँ, जाउँ भन्दा मैले मानिनँ। हेर्नुहोस् है, म एकदमै एक प्रकारको म प्रार्थना गर्छु प्रभुलाई, तर मेरो अवस्था चाहिँ एकदमै नाजुक हो। हस्पिटल पुग्दा चाहिँ 15% मात्र रहेछ मेरो ब्रिथिङको है, यस्तो हो गइसकेको। अनि त्यहाँ के भयो भने हाम्रो बहिनीहरू दुईजना है, हाम्रो सृष्टि बहिनी अनि हाम्रो बिन्ता बहिनी यहाँले मलाई केही अगाडि के भेट्न आउनुभएको थियो। त्यति बेलामा उहाँले
मेरो अवस्था खराब भएको देखिसक्नु भएको छ किन उहाँहरूको अलिकति हस्पिटलमा काम गर्नुभएको उहाँलाई धेरै अनुभव रहेछ। अनि मलाई उहाँले भने फेरि पछि फेरि उहाँ कहाँ काममा जानु हुँदै दुई बहिनी अनि गएर फेरि उहाँबाटै फोन गरेर उसलाई भन्छ पटुवालाई चाहिँ हस्पिटल जानुपर्छ लु के गर्ने। अनि अन्तिममा उसले मलाई लु बहिनीहरू आउनु हुँदैछ तपाईँ जाने कि नजाने यति नै भन्नुहोस् भन्दाखेरि मलाई त बहिनीहरू अघि पनि हेरेर जानुभएको पक्कै पनि उहाँहरूलाई चाहिँ थाहा भयो होला म चाहिँ मेरो अवस्था चाहिँ खराबै छ भनेर। त्यहाँबाट अनि मैले हुन्छ ओके भने बहिनीहरूले गाडी लिएर आउनु नि त्यहाँबाट म हस्पिटल पुग्दाखेरि है छिटो भयो सबैको प्रार्थनाले। अनि डक्टरले अलिकति ढिलो आइदिएको भए म बाँच्ने थिएन। 15% मात्र रहेछ बिथिङको यस्तो है मेरो अप एन्ड डाउन चाहिँ गइसक्यो। म पनि एकदम मलाई पनि गाह्रो भयो साथ चाहिँ बेला बेलामा खुसीवाल्दै भइरहेको थियो। त्यही बेला है 7 दिन म हस्पिटलमा बसेँ है। 16 तारिक एडमिट भएको 23 मा म त्यहाँबाट डिस्चार्ज भएँ। हाम्रो दुई बहिनीलाई म उहाँहरूले मलाई हुनु त अब मलाई भन्नु त मेरो श्रीमती नभनेको छु होइन है फेरि भन्नुभयो तर मेरो उहाँभन्दा बाँकी मैले उहाँको कुरा सुनेर म गएर मैले आज तपाईँको सामनेमा छु प्रेज द लर्ड है। त्यति बेलामा वेदर पनि एकदमै राम्रो थिएन एकदमै खराब थियो हिउँ परेको है कस्तो है त्यस्तो अवस्थामा है म थिएँ है पुगेँ। उहाँहरूले मलाई धेरै सहयोग गर्नुभयो अनि धेरैले है प्रार्थना गऱ्यो धेरै कुराहरू है खाना ल्याउने लानेहरू। अब हाम्रो यो आजको क्यालगरी नेपाली चर्च है स्थापना भएको 1 साल भयो है। अब यतापट्टि जाउँ म मेरो गवाही हेर्नु सक्यो 1 साल भयो होइन। 1 साल हुनुको अब यो म त्यति बेला हस्पिटलमा चाहिँ कसरी क्यालगरी नेपाली चर्च स्थापना भयो र यसमा चाहिँ हाम्रो दुई भाइ है हाम्रो भाइ सबै भाइ सामेल है यहाँहरूको सहमति हामी चाहिँ पहिलेदेखि हामीले कुराकानी त गर्दै थियौँ क्यालगरी नेपाली चर्च एउटा हामीले स्थापना गर्नुपर्छ भन्ने सल्लाह सुझाव त हामीले धेरैसँग लियौँ तर कसैले पनि त्यसलाई वास्ता गरेन हो। अन्तिममा उहाँहरूले चाहिँ लु बाटो गर्नुपर्छ अनि उहाँहरूले पनि सम्मति दिनुभयो। उहाँहरूले एकदमै हामीसँग सहयोग भएर हामीले अनि त्यो म त अब हस्पिटलमा मैले कसरी गर्ने उहाँहरूले नै यो कुरा गरेर आज है यो ठाउँमा है मलाई उठाउने पनि उहाँहरू नै हो प्रेज द लर्ड है। मलाई जीवन दिनु पनि यसरी उसमा गराउनु पनि उहाँको ठुलो हात छ। धेरै धेरै धन्यवाद किनकि यो मात्र भाइ उहाँले त्यो ठाउँ मात्र होइन कि उहाँले हाम्रो अफिसियल कुराहरूमा पनि सबै कुरा है यसैमा हाम्रो सहयोग गर्ने हाम्रो पास्टर किम हेर्नुहोस् उहाँले पनि धेरै सहयोग गर्नुभएको छ। तपाईँलाई धन्यवाद होस् है। म सबैलाई धन्यवाद यो सबै अब सबै कुराको लागि म एकचोटि सबैलाई भन्छु धन्यवाद सबैलाई हो। उहाँहरूमा हामी सबैलाई धन्यवाद एकदम तपाईँहरूको प्रार्थना तपाईँको सल्लाह सुझाव है सबैको लागि म धन्यवाद दिन्छु किनकि प्रभुले तपाईँ सबैलाई अझै आशिष दिउन् है। यो विशेष गरेर यो क्यालगरी नेपाली चर्च चाहिँ आज क्यालगरीमा अघि नै हाम्रो भाइ सञ्चालकले भनिसक्नु भएको छ है। धन्यवाद। यो चाहिँ मैले क्यालगरीहरूको लागि यो खुल्ला छ सबैको लागि हो। कुनै जाति तप यहाँ छैन हो। सबै किसिमका मानिस आएर यहाँ जीवन पाउनु छ शान्ति पाउनु छ मुक्ति पाउनु सक्नुहुन्छ। यो ढोका सबैको लागि खुल्ला छ। प्रेज द लर्ड। नेपाली चर्चले तपाईँ सबैलाई धन्यवाद र तपाईँको लागि सधैँ नै यो ढोका खुल्ला छ सधैँ नै सधैँ नै सधैँ नै सधैँ नै।